गुड मर्निङ एभ्रिवान। साग हेरौँ हो गाईचुरु कति राम्रो भएछ हाम्रो त बारीमा क्या। मैले अस्ति दसैँमा आउने बेला, दसैँभन्दा अगाडि आउने बेला चाहिँ सारेर राखेको थियो। सानो सानो एकदम मरिसकेको थियो। यस्तो होला भनेर सोचेको पनि थिएन, यस्तो राम्रो भएछ कि। यता चाहिँ भाउजूले रोप्नु भएछ चाइनिज साग, यता चाहिँ मैले सारेको कति राम्रो भएछ। घाम मात्रै लागेर पानी नपरेर त्यति बेला र पनि असोज महिनामा, भदौ असोज महिनामा नि पानी नपरेर सारिराखेको 10-15 दिनमा यति राम्रो भएछ साग यार। सोचेकै थिएन हौ यस्तो हुन्छ भनेर क्या। कति राम्रो भएछ ल, लोभ लाग्दो। यो पनि छ, यो चाहिँ सबै उखालेर फाल्नु भएछ। यो नि राम्रो हो, कलमी साग के साग भन्ने, रायो साग नि दामी भएछ। सागबारीमा बिहानै बिजी छौँ हामी चाहिँ एकदमै। रोटी बनाउने हो आज, फेनी रोटी, सेलरोटी के हुन्छ बनाउने तयारीमा छौँ। त्यही भएर चाहिँ खाजा नास्ताको लागि बिहानै 5 बजे उठेको र नि नभ्याएर हैरान हो। साग यस्तो दामी भएछ न, क्या फुल दामी फुलेछ। फुल पनि फुलेर यस्तो बनाएर बसेको हामी चाहिँ। बेलुका चाहिँ नभ्याएर यता चाहिँ हाम्रो फुच्चीले बनाएको कुन्तीले यता चाहिँ रोटी बनाउने तयारी भइरहेको छ। हामी पिठो मार्नु भएको। गुड मर्निङ, के गर्दै हुनुहुन्छ हजुर? हो, यहाँ चाहिँ हुनुहुन्छ मेरो भदा साप, भदैनी साप। यता चाहिँ हामीले पूजा गरेको बेलुका गाईहरू। यता चाहिँ झिलिमिली बालेको बेलुका राम्रो छ, राम्रो देखिन्छ अरे क्या। सानै घाम उदाएर दामी बस्यो अरे क्या।